प्रधानमन्त्री बालेन्द्र शाह बालेनले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टी विरुद्धको लडाई नभएको बताउनु भएको छ। विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उहाँले सरकारको निर्णय प्रणाली बचाउने प्रयास भएको बताउनु भएको छ। यो कुनै पार्टी विरुद्धको लडाई होइन, यो प्रणाली बचाउने प्रयास हो, यो भविष्य बचाउने प्रयास हो। प्रधानमन्त्रीले फेसबुकमा लेख्नु भएको छ, यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो। शिक्षालय र कर्मचारी तन्त्रलाई दलगत संगठनबाट मुक्त गर्ने यो प्रयास हो। प्रधानमन्त्रीले विद्यार्थी र कर्मचारी तन्त्रलाई पार्टीकरणले बिगार्यो भन्दै आएका पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताको साथ र सहयोगको अपेक्षा गर्नुभएको छ। तपाईहरुकै चाहना अनुरूप अध्यादेश मार्फत यी विकृतिहरू हटाएका छौं। हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ। तपाईको साथ चाहिएको छ, विश्वास चाहिएको छ उहाँले भन्नुभएको छ। किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाईकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएका हौं। तपाईहरु ढुक्क हुनुहोस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं। सरकारको निर्णयले अधिकार खोज्ने नभएर पेशागत स्वतन्त्रता बलियो बनाउने प्रधानमन्त्री बालेनको भनाइ छ। यसले अधिकार खोज्दैन, बरु